नमस्ते दाई, म प्रेम सिंह ऐरी। मेरो घर पाटन नगरपालिका 4 चिल्लेफनी बैतडी हो। म आजभोलि कामको सिलसिलामा भारतको बेङ्गलोरमा छु दाई। जसरी भयालाई मेरा देवडा गीत वाचन गर्दै यहाँ भरबटी भोति दिन पल्ली उनलाई देवडा गीत लेखपट पठाइरहेको थिए। अब भने उनीहरूलाई देवडा गीततिर लाग्दौँ। माघ र फागुनका महिना हरियाली साग, परदेशी हुँ परदेशै छु परदेश मेरा भाग, परदेशी हुँ परदेशै छु परदेश मेरा भाग। हाँस्ने खेल्ने उमेरमा परदेशको बास भयो, यो जिन्दगी परदेशका कुना परानी नाश भयो, यो जिन्दगी परदेशका कुना परानी नाश भयो। गाउँ घरको सम्झना आउँदो परदेशका कुना, आँखा आँसु सुकी गया सम्झी रुना रुना, आँखा आँसु सुकी गया सम्झी रुना रुना। दुःख गरी परदेशमा पैसा कमाउनु छ, छुटेका आफन्त सबै आफ्ना बनाउनु छ, छुटेका आफन्त सबै आफ्ना बनाउनु छ। रात अँध्यारो दिन अँध्यारो परदेशी हुनाले, परानीको आधा हुन्छ रात दिन रुनाले, परानीको आधा हुन्छ रात दिन रुनाले। आँसुले भिजेको रुमाल कहाँ सुकाऊ कैतिर, दुःख कहिल्यै साथ छोड्दैन जहाँ जान्छु उहीतिर, दुःख कहिल्यै साथ छोड्दैन जहाँ जान्छु उहीतिर। क्या कसो छ हाल खबर मजन म्याका थलीको, रातिमा सपनी आउँदो दिनमा झलीको, रातिमा सपनी आउँदो दिनमा झलीको। दिन गया महिना गया फेरि गया सालपन, न जीवनमा सुख आउँदो नआउँदो काल्पन, न जीवनमा सुख आउँदो नआउँदो काल्पन, न जीवनमा सुख आउँदो नआउँदो काल्पना भन्बटी भोतिनीका देवडा गीतका सँगसँगै उनले अन्तिममै नानो सम्झना सन्देशलाई छाडेका थिए। उन भन्नान अन्तिममा मेरी प्यारी छोरी दिपुलाई सम्झेको छु दाई धन्यवाद भन्बटी भोतिनीका मन छुने देवडा गीत लेखबाट पठाइरहेका थिए। पवन सिंह ऐरीजीले उनीहरूलाई देवडा गीत मैले हजुरहरूका माझमा राखाल्यौँ। हजुरहरूलाई उनीहरू यिन देवडा गीत कसा लागे, जस्सा लागे उसो सल्लाह सुझाव प्रतिक्रिया अवश्यलाई हजुरहरू कमेन्ट बक्समा लेखबाट पठाउन् जनबिस्रा भन्नु रे ओना दिनमालाई यसो गरेपट्टि साथ सपोर्ट दिनारे या पवनजी भन्नु रे। आजका यही परदेशी रविवार कार्यक्रम बसाइ बैठे मै कार्यक्रम प्रस्तुतालाई छुट्टी जानु पुई। नमस्कार।